अँधेरो कोठाभित्र रोइरहेको त्यो आत्मा, त्यो उजाड स्थानमा हिँडिरहेको त्यो आत्मा, जब जब ती दिनहरू सोच्दै लाँदा सोच्दै गर्दा ती यादहरू, ती क्षणहरू छ, त्यो त आत्माभित्र, हृदयभित्र, त्यो हृदयभित्र रहेको छ, दबेर रहेको छ। तर त्यसमा, त्यो अँधेरोमा, त्यो उज्यालोले छुएर, साथै त्यो शक्तिशाली कुरोले छुएर, त्यो अँधेरोमा त्यो उज्यालो सानो दियो झैँ छरिएर आयो र त्यो अँधेरो भएको जग्गामा त्यो उज्यालोले त्यो आत्मालाई डोरायो। आज पनि त्यो अँधेरो जग्गामा, त्यो निर्जनतामा, त्यो उजाडतामा हिँडिरहेको त्यो आत्मालाई, त्यो आत्माले भेट्यो। जब त्यो आत्माले भेट्यो भने त्यो आत्मा पनि मरेको आत्मा थियो। त्यो मरेको आत्मालाई पनि त्यो आत्माले छुयो, त्यो आत्मालाई जिउँदो बनायो, त्यो प्रेमले जिउँदो बनायो, त्यो उज्जवलताले जिउँदो बनायो र हिँड्दैछ, जिइरहेको छ। पल पलमा हरेक सङ्घर्षलाई रोजेर नै जिइरहेको छ। आशामा छ, पर्खिरहेको छ, हेरिरहेको छ, चारैतिर हेरिरहेको छ, पर्खिरहेको छ, दौडिरहेको छ, संसारमा दौडिरहेको छ। आखिरमा भेट्ने नै छ त्यो प्रेमलाई, जो उज्जवलताको प्रतिफलित भएर संसारमा फुलिदिने भएको, मुर्झिएको त्यो अस्ताएको कुरोहरूलाई फेरि पनि त्यो शीतलताले साँच्चै नै त्यो आत्मालाई जिउँदो तुल्याउने छ। यहाँ भन्नु केही छैन, छ निष्कर्षमा पुग्ने छ। आशा त्यही नै हो, हरेकको यहाँ